सो मेरो प्रब्लम चाहिँ अब त्यही रोड रिलेटेड अनि पानी रिलेटेड त भइ नै हाल्यो। प्लस मैले चाहिँ के थप्न लागेको भन्दाखेरि अनइम्प्लोइमेन्ट वुमन इम्प्लोइमेन्टको लागि चाहिँ अब हजुरले कसरी चाहिँ पहल गर्न सक्नुहुन्छ भनेर चाहिँ त्यो चाहिँ एउटा प्लस पोइन्ट थपिदिनु लागेको। लाइक अब जस्तै हाम्रो मम्मीको एजको मान्छेहरू चाहिँ अहिले बिहान एकछिन काम हुन्छ अनि दिनैभरि घरमा बस्ने, त्यसपछि बेलुका एकछिन काम हुन्छ होइन। त्यो दिउँसोको टाइमलाई चाहिँ अब कसरी युटिलाइज गर्न सकिन्छ, लाइक डल बनाउने, मोमबत्ती बनाउने अनि प्याड भेन्डिङ मसिन्सहरू हुन्छ, त्यस्तोको लागि चाहिँ यहीँ हामीले नै केही ऊहरू लिएर आएर कार्यक्रमहरू लिएर आएर आफैले नै सिकाएर पनि त्यहाँ काम दिन सकिन्छ। लाइक मोमबत्ती बनाउने अनि त्यसपछि हाम्रो हजुरआमाहरूले बत्ती काट्ने, त्यस्तो त पहिल्यैदेखि गरिराख्नु भएको हो नि त। हो त्यस्तोको लागि चाहिँ केही नयाँ पनि गर्नुहुन्छ भनेर चाहिँ सोचेको छु। अनि म आफै पनि आइटी फिल्डको भएको हुनाले चाहिँ त्यसमा चाहिँ अलिकति केही अब कम्प्युटर क्लासेसहरू चाहिँ त्यही अनुसारले यहाँको अब जो हुनुहुन्छ युवाहरू त्यसरी नै सिकाउने मौका पनि पाइन्छ भनेर चाहिँ सोचेको छु। सो मेरो चाहिँ वुमन इम्प्लोइमेन्टलाई चाहिँ मैले मेन फोकस गरेर बोलेँ। अरू त अब प्रब्लम्सहरू सबैले भनि नै हाल्नुभयो। वुमन इम्प्लोइमेन्टलाई चाहिँ अलिकति फोकस गरेर अगाडि बढ्नुभयो भने चाहिँ प्लस पोइन्ट हुन्छ होला हजुरहरूको लागि पनि। त्यति नै, थ्याङ्क यू। मेरो एउटा लगभग उहाँले उठाउनु भएको जस्तो एउटा सवाल छ, यो सबैको साझा सवाल हो। हाम्रो माननीय ज्यू पनि यही भेगको बासिन्दा हुनुहुन्छ। मलाई मनमा लागेको कुरो चाहिँ मेलम्चीको पानी यो क्षेत्रमा ल्याउन सम्भव छ कि छैन, त्यसलाई चाहिँ हजुरले प्रश्न पारिदिनु होला। किनभने पाइपलाइनहरू आइरहेको पोहोर हामीले त्यहाँबाट लिफ्टिङ गरेर माथिको यो रानीबान नर्सीढोकाबाट सप्लाई गऱ्यौँ, त्यो दिगो भएन। अब त्यसलाई दिगो रूपमा ल्याउन सम्भव छ कि छैन, किनभने खानेपानीको समस्या यहाँको सबैभन्दा जटिल समस्या हो, हामी सबैले भोगेको साझा समस्या हो। त्यही भएर हजुरको ध्यानाकर्षण यसमा गराउन चाहेँ। त्यो सम्भव भयो भने हामी सबैको खानेपानीको समस्या चाहिँ समाधान हुन्थ्यो भन्ने लाग्छ। हस्, धन्यवाद। म चाहिँ ध्रुव दाहाल, राधाकृष्ण मन्दिरबाट। हस्, म त अब 2 नम्बरको हो। अब त अस्ति विविध कारणले आउन पाइएन, अब त्यसको लागि आज आइरहेछौँ। हाम्रो ढलको लागि हो। अब यो रातो गुम्बादेखि ल्याएर यो जङ्गलको पुरा रानीवनको यो सबै 5 धारा 3 धारा सबैको ढलहरू हाम्रोमा आउँछ। अब पवित्र बस्तीमा आउँछ। अनि त्यो अस्ति त सबैको घर घरमा पस्यो त्यो ढल। यति अग्लोसम्म भएर त्यो हिलो गएर सबैको घर घरमा पस्यो। त्यही भएर सबैलाई गाह्रो भइरहेछ सर। अब वडा अध्यक्ष सरलाई पनि अस्ति गएर हामी भन्यौँ, गर्छु भन्नुहुन्छ। हामीले 5-6 चोटि गएर भन्यौँ, उहाँले केही गर्न सक्नु भएको छैन अहिलेसम्म। हामीले धेरैचोटि गएर उहाँलाई पहल गऱ्यौँ, तर अहिलेसम्म केही गर्न सक्नु भएको छैन। त्यही भएर अब गणेश पराजुली सरलाई 2 कार्यकालमै हामीले जितायौँ। अब केही गरिदिनुहुन्छ कि भन्ने आश छ। त्यो ढल निकालेर त्यहाँ स्ल्याब हालेर अहिले गहिरो बनाएर त्यो कति बाटो सानो छ एनआइसी स्कुल नेर सर, त्यो ट्रान्सफर्मरदेखि एनआइसी स्कुलको बाटो तल अब त्यो ढल निकालेर त्यो बाटोलाई अब अलिकति ठुलो बनाउन मिल्छ कि, समन्वय गरेर साइडको मान्छेसँग है गरेर मिल्छ कि, त्यो अलि गहिरो बनाएर यसरी लगिदिनुहुन्छ कि। फेरि 15 नम्बरमा पनि हजुरले भनिदिनु होला, त्यहाँबाट रोकियो भन्ने कुरा पनि आइरहेको छ। थुम सरले त्यही भन्नुभएको छ। अब त्यहाँ गएर अलिक ठुलो बनाएर पठाइदिनुहुन्छ कि हजुरले। त्यो मेन बाटोमा अलिक ठुलो पुवाल गरेर त्यो सानो पुवाल भयो भन्नुभएको छ उहाँले, त्यो पनि गरिदिनुहोस्। त्यो बाटो बन्नुभन्दा अगाडि, मेन बाटो बन्नु अगाडि त्यो पनि भनिदिइराख्नुहोस्। अब त्यही हो हाम्रो होइन, एकदम हामीलाई दुःख भइरहेछ। अस्तिको पानी त अब चैत महिनाको पानी त अब घर घरमा पस्यो भने अब बर्खाभरि कति हुन्छ। हामीलाई पटक पटक एकदम दुःख भइरहेछ। त्यो कारणले रातभरि हामी सुत्न पनि सकेका छैनौँ। पानी पऱ्यो भने हामी सुत्न सक्दैनौँ, किनभने सबै जङ्गलको 5 धारा 3 धारादेखि ल्याएर रातो गुम्बादेखि ल्याएर सबैको पानी त्यहीँ जान्छ। अनि थुम सरले अस्ति त्यो बाटो बनाउँदाखेरि माथि 1 धारातिर बाटो बनाउँदाखेरि हामीले के भनेको थियौँ भने त्यहाँ एउटा बिग मार्टको यताबाट डाइभर्ट गरेर उताको पानी भरि लैजानुहोस्, त्यस्तो भइदियो भने केही कम हुन्छ कि भनेको। सरले त्यो मान्नु भएन, हुन्छ मात्र भन्नु, त्यो गर्न सक्नु भएन। त्यो भएर त्यताबाट पनि पठाउँदा अलिकति केही सजिलो हुन्छ कि, सबै पानी एक ठाउँमा मात्रै आएर त्यो गाह्रो भइराख्यो अहिले। त्यही भएर अब सरले केही गर्नुहुन्छ कि भन्ने आश गरेका छौँ हामी। मेरो नाम रोशन शाह। मैले यहाँलाई सबै यहाँ पूर्व वक्ताहरूले भने चाहिँ मेरो पनि एउटा समस्याको रूपमा चाहिँ खानेपानी चाहिँ यहाँ हामी सनराइज हाइट चाहिँ यो अहिले खानेपानी जुन बोरिङ भइरहेछ माथिपट्टि, त्यसको चाहिँ हामी प्रभावित क्षेत्रको बासिन्दा।
तर यो समानुपातिक रूपमा वितरण सबैले यो पानी उपभोग गर्नु पाउनुपर्ने हो। तर त्यसमा अब विभिन्न प्राविधिक कारणहरूले पनि हुनसक्छ, अरूहरू पनि यसमा मिसिन सक्छ। तर जुन मात्रामा हामीले पानी पाउनुपर्ने हो त्यो ढङ्गले पानी पाइरहेका छैनौँ र हामीलाई चाहिँ त्यो प्रभावित क्षेत्रको बासिन्दा भएको कारण पनि एउटा त्यो जुन आधारभूत आवश्यकताको रूपमा रहेको पानी चाहिँ कति के मात्रामा अझै प्रभावितले पाउनुपर्ने हो त्यो त कता हो। समानुपातिक ढङ्गले पनि पानी वितरण भइरहेको छैन। यसमा कतिपय ठाउँमा मेलम्चीले पनि यहाँ मेलम्ची आएर पानी चाहिँ मेलम्चीको पानी चाहिँ दुरुपयोग भइरहेकोहरू पनि अवस्था सिर्जना भएको छ, अर्थात् पानी खेर गइरहेको पनि देखेका छौँ। कतिपय ठाउँमा चाहिँ पानीको अभाव छ। यसलाई म चाहिँ व्यक्तिगत रूपमा र यो हामी टोलवासीको रूपमा र यो समग्र यहाँको चाहिँ मेरो विचारमा धेरैलाई चाहिँ पानीको चाहिँ समस्या छ। यो समस्या निराकरण गर्नको लागि चाहिँ मान्यज्यूले अब कसरी सबैमा चाहिँ समानुपातिक ढङ्गले, किनभने यो अत्यावश्यक आवश्यकता हो। अब खानेपानीले आफ्नो ढङ्गले काम गरिरहेको छ, तर काम गर्दा गर्दै पनि यहाँनिर केही कमी कमजोरीहरू अथवा विभिन्न प्राविधिक त्रुटिहरू विभिन्न कारणले गर्दाखेरि हामीले त्यो खानेपानी पर्याप्त रूपमा पाएका छैनौँ र यो काम चाहिँ सबैभन्दा अत्यावश्यक भएको हुनाले यसमा चाहिँ म विशेष जोड दिन चाहन्छु। मान्यज्यूलाई यही भन्दै मेरो 2 शब्द यहीँ टुङ्ग्याउँछु। धन्यवाद। मेरो बसोबास पनि राधाकृष्ण मन्दिर नजिकै हो। सर्वप्रथम म अहिले यस चुनावमा सम्पूर्ण नेपाली जनताको मन जितेर सफल हुनुभएका सम्पूर्ण प्रतिनिधिहरूलाई बधाई दिँदै अब आउने दिनहरूमा हजुरहरूको कार्यकाल सोचे जस्तो होस्, सफल होस्, समृद्ध नेपालको परिकल्पना पूर्ण होस् भनेर शुभकामना दिन चाहन्छु। अब कुरा त समस्या त एउटै हुँदो रहेछ सबै ठाउँको। मैले केही दिन अगाडि मान्यज्यूलाई फोन पनि गरेको थिएँ, हाम्रो यस्तो खालको समस्या छ भनेर। यो कार्यक्रममा आउनुहोस् भन्नुभएको थियो, योभन्दा अघिल्लो कार्यक्रममा, त्यसमा म उपस्थित हुन सकिनँ। कुरा चाहिँ त्यही नै हो, पानी नै हो। म चाहिँ त्यो एकल मार्गमा बसोबास गर्छु, मेरो घर त्यहाँ छ। हामीले चाहिँ राम्रोसँग पानी पाएकै छैनौँ। आखिर पानी सबैको लागि इक्वेल हुनुपर्ने हो। कुनै ठाउँमा पानी ओभरफ्लो भएर गएको छ, कुनै ठाउँमा हामी महिनामा 3 ट्याङ्कर जति पानी किन्छौँ। यसमा चाहिँ अब मेरो अपेक्षा, हजुरहरूप्रति अपेक्षा के छ भने पानीमा समानता होस्, हामीले पनि पानी पिउन पाऊँ। अनि सम्भव हुन्छ भने हामीले मेलम्चीकै पानी पिउन पाए आज राम्रो हुने थियो। यदि सम्भव हुँदैन भने जुन धारो आइरहेको छ त्यही धारोमा 1 दिन 1 घन्टा आउँछ भने त्यसलाई बढाइदिँदा पनि पुग्छ होला। सायद 3 दिन 4 दिन गरिदिँदा, 2 घन्टा आउने पानीलाई 3 घन्टा गरिदिँदा त्यो कसरी हुन्छ, त्यो मिलाइदिनुहुन्छ भन्ने आशा गर्छु। फेरि यो कुरा त हाम्रो मभन्दा अगाडि अग्रज दाइले पनि भनिसक्नुभयो बाटोको कुरा। यो बाटोको कुरामा मलाई सधैँ क्युरियस हुन्छ बाटोमा हिँड्दाखेरि, किन बाटो आज ठिक छ भोलि भत्किन्छ। अनि त्यो विषयमा पनि हजुरहरूले राम्रोसँग निगरानी गर्नुहुन्छ भन्ने आशा छ। यति भन्दै हजुरहरूको आगामी दिनहरू सफल होस्, हामीले सधैँ राम्रो देख्न पाऊँ, सुन्न पाऊँ। धन्यवाद। यो 7 नम्बर क्षेत्रबाट निर्वाचित हुनुभएका माननीय सदस्य ज्यूलाई म हार्दिक स्वागत गर्छु र आगामी कार्यकाल यहाँको सफलताको लागि शुभकामना पनि व्यक्त गर्न चाहन्छु। अब हामी यो वास्तवमा उहाँले अघि सबै कुराहरू ल्याउनु भयो। आयोजना क्षेत्र यो एउटा विकसित क्षेत्र, नेपाल सरकारले नै यो व्यवस्थित गर्नुपर्छ भनेर चाहिँ सञ्चालन गरेको यो आयोजना हो र आयोजना क्षेत्रभित्र अहिले खानेपानीको चरम अभाव चाहिँ देखिराखेको छ र आयोजना सञ्चालन गर्नुभन्दा अगाडि नै प्रवेश मार्ग बन्नु पर्थ्यो, तर त्यो प्रवेश मार्ग चाहिँ पछि बनाउन लागि हो र त्यसमा यो आयोजनाको मलाई लाग्छ 10 करोडभन्दा बढी पैसा प्रवेश मार्गमा अहिलेसम्म गइसकेको छ। त्यो अवस्थामा चाहिँ यो आयोजना गुज्रिरहेछ, अहिले पनि प्रवेश मार्ग बन्न सकेको छैन। यहाँ हाम्रो 16 नम्बरको वडा अध्यक्षज्यू पनि आज हाम्रो यो कार्यक्रममा आइराख्नु भएको छ, म उहाँलाई पनि स्वागत गर्छु र उहाँले पनि चाहिँ नि यहाँको समस्या बुझ्ने काम गरिदिनु भयो भने, जस्तो अहिले यो हाम्रो खरिबोटबाट ढुङ्गेधारासम्म जुन निस्किने बाटोलाई पहिला आयोजनाले नै पैसा खर्च गरेर त्यहाँ चाहिँ मुआवजा आयोजनाकै पैसा जहाँ कि यहाँको उपभोक्ताको चाहिँ पैसा काटेर
त्यो ठाउँमा चाहिँ नि हामीले जग्गा अधिग्रहण गरेर चाहिँ बाटो खोल्न खोजेको, त्यो अहिलेसम्म चाहिँ नि त्यो बाटो सञ्चालन हुन सकेको छैन। र यो जुन यहाँ जुन हाम्रो अहिले यो थकालीदेखि लिएर चाहिँ खरिबोटसम्म बर्खाको बेलामा यहाँहरू सबैले चाहिँ भोग्दै आउनु भएको छ। त्यहाँ बच्चाहरू स्कुलबाट चाहिँ आएको हुन्छ, त्यो आउँदाखेरि चाहिँ बच्चाहरूलाई चाहिँ कहाँ के चाहिँ दुर्घटना घट्ने हो त्यो अहिलेसम्म कसैले चाहिँ अनुमानै गर्न सकेका छैन। त्यसले गर्दाखेरि यसका लागि चाहिँ माननीयज्यूले चाहिँ अलिकति पहल गरेर आगामी आर्थिक वर्षको चाहिँ कार्ययोजनामा हुनसक्छ अथवा महानगरपालिकाले हुनसक्छ, नागार्जुन नगरपालिकाले हुनसक्छ, यसमा चाहिँ यहाँहरूको चाहिँ नि समन्वयकारी भूमिका भएर यो समस्यालाई समाधान गर्न सक्यो भने यहाँको एउटा दिगो समस्या चाहिँ यो अहिले देखिएको चाहिँ त्यो टटकारो समस्या समाधान हुन्थ्यो होला। र अर्को कुरो जुन अहिले यहीँ मैले देखिरहेको छु, यहाँ अगाडि अहिले पाइप थुप्रिएको छ। मान्यज्यूलाई यो थाहा छ कि छैन यो कसरी आयो, कहाँबाट चाहिँ यो पानी कहाँ लाने हो, कसका लागि चाहिँ वितरण गर्न ल्याएको हो, यसको चाहिँ नि योजना चाहिँ नि के हो, यो कुनै पनि यहाँको उपभोक्ताहरूलाई पनि थाहा छैन होइन। यो कति कोलाई हो त यो चाहिँ, त्यसको बारेमा पनि जानकारी गराइदिनु भयो भने, अहिले यहीँ जानकारी गराइदिनु भयो भने हामी सबैले जानकारी थाहा पाउने थियौँ। र यति भन्दै मेरो कुरा यहीँ अन्त्य गर्छु। धन्यवाद। माननीयज्यूलाई धन्यवाद। अनि म एउटा सहकारी पीडित, यानि कि मेरो देवा साझेदारीमा र अनि मिनी बचत सहकारी 16 खुट्टे अनि बाइपासमा सहकारी छ मेरो पैसा, त्यो फरार भइरहेछ। त्यसको लागि के भन्नुहुन्छ माननीयज्यूले, त्यसैको लागि म भन्न आएको। हामी सानो व्यवसायका मान्छेहरू धेरै पीडित भइरहेका छौँ, त्यही कुरा सुनाउनको लागि म माननीयज्यूलाई सोध्न आएको। यो कहिलेसम्म होला, कहिलेसम्म हल होला? हामी सानो व्यवसायीहरूलाई साह्रै समस्या पर्ने विषय भनेकै यही भइरहेको छ। ल यही भन्न म यहाँ आएको। ल हजुरहरूलाई नमस्कार अनि धन्यवाद। यो साथीहरूले भनिसक्यो, एउटा कुरो कसैले भनेको देखिन, खाने पानी। यो ठाउँमा बसेर हामी महिनामा 2 ट्याङ्कर 3 ट्याङ्कर पानी किनेर खानु परिरहेछ। यो खानेपानीको समस्यामा मान्यज्यूको ध्यान जाओस्, यही भन्न चाहन्छु। मलाई अरू भन्नु त केही छैन, बाँकी कुरा उतै गरौँला। धन्यवाद। वनस्थलीदेखि भित्र र सानो भर्याङबाट भित्रपट्टिको ठाउँ एकदम फैलावट चाहिँ धेरै ठुलो भयो। बाहिर निक्लिने बाटोहरू एकदमै साँघुरो भयो, बोटलनेक भयो। अब यसमा 3-4वटा विकल्पहरू चाहिँ छन्। एउटा जस्तो विद्युत प्राधिकरणको चाहिँ सब स्टेसन नेरको भागमा छ। अब त्यहाँ सार्वजनिक जग्गा व्यक्तिले मिचेको छ, विद्युतको जग्गा बाटोमा परेको छ, विद्युतले सर्वोच्चबाट मुद्दा जितेको छ। अब हिँडिराखेको बाटो चाहिँ वाल लगाएर बन्द गरिएको छ। यसमा के गर्न सकिन्छ, के गर्दा उपयुक्त हुन्छ, त्यो कुरा सोच्नुपर्छ जस्तो लाग्छ। नम्बर 1। नम्बर 2मा जस्तो हामी ढुङ्गेधाराबाट भित्र पसिसकेपछि क्लब चोक्नेर क्लब छ, त्यो क्लब व्यक्तिगत होइन सामाजिक हो। त्यो क्लबकै रूपमा राख्दा उपयुक्त हुन्छ कि त्यसलाई भत्काएर बाटो एक्सटेन्सन गर्दा उपयुक्त हुन्छ, त्यसमा ध्यान जाओस्। नम्बर 2। र त्यसै गरी जुन पहिले यो ढल भनौँ न, यहाँ चाहिँ जुन निकास थियो, निकासलाई ब्लक गरेर तल हिउँ पाइप राखेर माथिबाट बाटो बनाइयो, तर क्षमता हेरिएन। क्षमता नहेरिएको हुँदाखेरि यो रानी वन साइडको मान्छेहरू वनस्थली निक्लिँदाखेरि बर्खामा डुबेर बच्चाहरू स्कुल जान नसक्ने अवस्था चाहिँ रहन्छ। यसको विकल्प के हुन्छ? ढल बढाउने हो अथवा उकास्ने हो, दाहिने बायाँ चाहिँ जग्गा अधिग्रहण गरेर अथवा व्यक्तिसँग चाहिँ समन्वय गरेर चाहिँ ठुलो बनाउने हो। त्यसमा पनि चाहिँ ध्यान जान जरुरी छ। यसपालि त्यो ढलानको कार्यक्रम वडाबाट परेको थियो। अनि के हुन गयो भनेदेखि तल ढल छ सानो, जम्मा 8 इन्चको, अनि त्यो माथि ढलान गर्ने भन्ने कार्यक्रम थियो। अहिले छँदैछ त्यो। हामीले टोलवासीले फेरि एउटा भेला राखेर त्यसलाई अहिले क्यान्सल गरौँ, पहिला ढलको चाहिँ निर्माण गरौँ। अस्ति जब पानी कति अस्ति पानी पर्यो, त्यो पानीमा सबै हाम्रो घरमा ढल पस्यो। त्यो रोडको त कुरै नगरौँ, रोड त गङ्गाई जस्तै भयो। अनि घरमा पनि पुरा ढल पसेर बिजोग भयो। त्यस कारणले त्यो ढल, अब मान्यज्यूलाई मेरो अनुरोध, त्यो ढल फेरेर मात्रै अनि त्यसपछि ढलान अथवा पिच जे गर्न सकिन्छ त्यो गर्न पाए हुन्थ्यो भन्ने मेरो एउटा अनुरोध।
म एउटा व्यक्तिगत होइन कि त्यहाँ कस्तो हुनु गयो भने पहिला बस्ती सानो थियो, सानै ढलले पनि काम गरिरहेको थियो। अहिले 3-4 वर्ष भयो निरन्तर बर्खामा त पुरै हिँड्नै नसक्ने गरी त्यो ढलले दुःख दिएर त्यो पिच पनि त्यही कारणले गर्दा पिच पनि टिक्न सकेन। यस कुरालाई मध्यनजर गरी त्यो ढलको व्यवस्था मिलाइदिनु हुन अनुरोध गर्दै म कृष्णबहादुर थापा, म यहीँ रानीबनको बासिन्दा हो, यही प्लानिङको। र सर्वप्रथम त हाम्रो सङ्घीय सांसद गणेश पराजुलीज्यू यो निर्वाचित भएर भारी मध्ये यस क्षेत्रमा चाहिँ निर्वाचित भएर आउनुभएको छ र हामी माझमा हुनुहुन्छ। उहाँलाई अब सामाजिक सञ्जालमा र अहिले त बधाई दिएको हो। यहाँ प्रत्यक्ष रूपमा चाहिँ म यसै कार्यक्रम मार्फत उहाँलाई चाहिँ धेरै धेरै बधाई र सफल कार्यकालको शुभकामना भन्न चाहन्छु। अर्को कुरो, उहाँले जुन सुझावहरू माग्नु भएको छ, अब हामीले यस्तै हो, हामी यहाँको जनताहरूको धेरै छन् समस्याहरू, बग्रेल्दी छन्, उहाँलाई पनि थाहा छ। तर अब कति गर्ने, सांसद एउटा सङ्घीय सांसदको हैसियतमा कति भाग गर्न सकिन्छ भन्ने कुराहरू अब हामीले पनि बुझेकै हो र उहाँले पनि बुझिरहनु भएको छ। यहाँ यता यो टोलमा पानी आयो, पल्लो टोलमा आएन, यहाँ फोहोर थियो यता भनेर यति बग्रेल्ती कुराहरू भन्नुभन्दा पनि एउटा नीति नियमको कुराहरूबाट यसलाई कसरी व्यवस्थित गर्ने भन्ने कुराहरू हामीले भन्नु पर्दैन, उहाँले बुझेर गर्नुहुन्छ भन्ने हामीले आशा गरौँ। मैले अघि नै भने यहाँ त्यो ब्यानरमा राष्ट्रिय स्वतन्त्र पार्टी भनेर माथि छ, उहाँको एउटा फोटो छ र चाहिँ त्यही अनुसारले चाहिँ कार्यक्रम यहाँ सुरु भएको छ। तर ब्यानरमा अलिक प्रष्टसँगले चाहिँ यदि सुझाव सङ्कलनको कार्यक्रम थियो र यहाँ कुनै पार्टीको नभइकन एउटा चाहिँ मात्रै जनताको, उपभोक्ताहरूको, यहाँ चाहिँ नेपाली दाजुभाइ दिदीबहिनीहरूको सेवा सुविधा हितको लागि अथवा समस्याको लागि के कस्तो सुविधा लाने भनेर त्यही अनुसारको एउटा तयारी गरेर गर्नुभएको भए यसलाई बेटर हुन्थ्यो भन्ने मेरो एउटा सुझाव, पहिलो सुझाव यो एउटा। अनि त्यहाँ एउटा यो पार्टीको होइन रहेछ, यो सबै पक्ष यो चाहिँ जनताहरूको रहेछ भन्ने कुरा हामीले विश्वास गर्ने ठाउँ यो हुन्थ्यो। यद्यपि भलै हामीले चाहिँ योभन्दा पहिला हाम्रो जिताको उहाँलाई चाहिँ जिताएर पठायौँ। उहाँको हामी यहाँ यस कार्यक्रममा आएर चाहिँ उहाँले चाहिँ अब यस ठाउँमा आएर चाहिँ कुनै कार्यक्रम गर्नुभएको थिएन, आज पहिलोचोटि गर्नुभयो। यसको लागि पनि तपाईँलाई धेरै धेरै बधाई छ सांसदज्यू। अब म धेरै कुरा त भन्न चाहेन, विषयवस्तुतिर प्रवेश गर्न चाहन्छु। मैले हाम्रो यस क्षेत्रको मेन समस्या भनेको यहाँ पानीको ढलको समस्या हो र यो हाम्रो चाहिँ राजकुलो वनस्थलीबाट निस्किने यो छ, यहाँ डुबान भइरहन्छ। यहाँ मान्छेहरू यहाँ यताबाट गएको मान्छे यहाँ पानी पऱ्यो भने उता वनस्थलीबाट कटेर यता आउँदै गर्दा बिच बाटोमै यहाँ चाहिँ मोटरसाइकल अथवा चाहिँ गाडी समस्या परेर चाहिँ फर्किनुपर्ने हुन्छ। स्वयं अस्ति सांसदज्यूले पनि त्यहाँ एउटा भोग्नुभयो, कार्यक्रम सुरु हुन लागेको बेला त्यतिखेर बाढी आयो भनेर चाहिँ मैले सुनेको थिएँ। त्यस्तो समस्या छँदैछ। यसको लागि अब डिपिआरमा संशोधन गर्नुपर्ने हो। यो जुन चक्रपथको भइरहेको छ त्यो चक्रपथको मुनिबाट जाने बाटो प्यासेजै कम छ, पानी जाने ठाउँ नै त्यो सानो छ। ठुलो भलाको बेलामा अझ यहाँ अझ यो पुरै बस्ती भरियो भनेदेखि झन् पानीको बहाव ठुलो हुन्छ र त्यो चाहिँ चक्रपथ बनिसकेपछि हाम्रो सम्भव हुँदैन। पहिल्यै बन्नुभन्दा पहिल्यै त्यहाँनिर चाहिँ त्यो होल छ, त्यो होललाई चाहिँ अहिले जति छ त्यसलाई चाहिँ डबल गरिदिनु भयो भनेदेखि डिपिआरमा पारेर त्यो ठेकदारसँग भनेर के कसरी हुन्छ त्यसलाई गर्नुभयो भनेदेखि त्यो एउटा समस्याको लागि अलिकति त्यहाँ हुन्छ। अब यो भन्दा पहिला पनि हामीले पटक पटक सबै नेताज्यूहरूलाई अथवा चाहिँ सम्बन्धित मन्त्रालयमा गएर भनेका हौँ, तर यो सुनवाई भयो छैन जस्तो लागेको छ। किनभनेदेखि त्यसको कार्यक्रम त्यति अगाडि बढाएको छैन, कार्यक्रममा पारेको छैन होला। अब तपाईँको लेभल पुग्छ र त्यो कार्यक्रम गरिदिनु होला, गर्नुभयो भनेदेखि एउटा समस्या हुन्छ। बाँकी यो डुबान कसरी के गर्ने भन्ने कुराहरू अब यो पनि तपाईँहरूकै उसमा हातमा छ। हामीलाई यो बाटो खोलेको हो, बाटो चाहिँ हामीलाई चाहिँ आवश्यक भएर खोलेको। अब यहाँ के पहिला कुरो के आयो भनेदेखि हाम्रो चाहिँ अब भावी प्रधानमन्त्री बालेनजी चाहिँ उहाँ महानगरपालिकाको चाहिँ मेयर हुँदाखेरि यो खोल्नुपर्छ, यो बाटो यो खोलो भत्काउनुपर्छ भनेर उहाँले पहल गर्नुभयो भन्ने पनि सुने हो। अब अर्को कुरो होइन, अब यहाँ चाहिन्छ यो बाटो भनेर पनि अब त्यहाँ दुईतर्फी स्थानीय बासिन्दाको पनि छ, हामीलाई पनि आवश्यक भएर यो बाटो खोलेको। यही आयोजनको पैसाबाट यो बाटो त्यहाँसम्म लाने भनेर आयोजनको धेरै पैसा खर्च भइरहेछ। हामी अहिले यो आयोजनाको प्राङ्गणमा छौँ। अब त्यहाँ करोडौँ पैसा यस आयोजनाको यहाँको उपभोक्ताको पैसा त्यहाँ लगानी भएको छ र यो बाटो त सबैको लागि हो। तर अब बाटो पनि कायम राख्ने, ढलान डुबान पनि अब के अरे हुन नदिने यो उपायहरू केही हुनसक्छ भनेदेखि पहिलो त्यतातिर प्रयास होस् भनेर म पनि उहाँको यो ध्यान आकर्षण गर्न चाहेँ।
अब यस्तै यहाँ धेरै समस्याहरू छन्। अब यहाँका स्थानीय समस्याहरू अब अरू यहाँभन्दा पूर्ववक्ता सरहरूले पनि म्यामहरूले पनि भनिसक्नु भएको छ। अब मुख्य देशको नीति निर्माण गर्ने सन्दर्भमा हाम्रो यस क्षेत्रको सांसदबाट कुनै पनि नराम्रो काममा हस्ताक्षर नहोस्। एसपिपी भनेर अहिले बहुत चर्चाको विषय छ। यो देशको चाहिँ परराष्ट्र नीति कता हो जाने र अलिकति लोकप्रियताको नाममा के हुने देश हो, कस्तो हुने हो भन्ने कुराहरू सबै जनताहरूलाई एकदम चासोको विषय छ। र यस्ता विषयहरूमा हाम्रो यस 7 नम्बर क्षेत्रको हाम्रो सांसद हामी सबैले जिताएको, यो एउटा पार्टीगत नभएर अहिले हाम्रो यहाँ सबै जनताको चाहिँ प्रतिनिधित्व गर्ने हुनाले गर्दाखेरि तपाईँले कुनै पनि राष्ट्रघाती कानुन बनाउँदाखेरि अथवा विचार गर्नुहोला। तपाईँले त्यतिखेर केही गरी हस्ताक्षर गर्नुभयो र हामीले त्यहाँ त्यो यो नेपालको हित विरुद्ध छ भन्ने कुराहरू, यस्ता कुराहरू हामीले थाहा पायौँ भनेदेखि तपाईँ फेरि बस्ने यहीँ हो। तपाईँलाई हामीले दिनैपछि आएर चाहिँ अप्ठ्यारोमा पार्ने कुरो गर्छौँ। त्यस्तो नहोस्, तपाईँले खबरदारी गर्नुहोस् मात्रै सुझाव हो यो हाम्रो। र अरू पनि तपाईँले राम्रो सफल कामै गर्नुहोस्। तपाईँको उज्जवल भविष्यको लागि शुभकामना। धन्यवाद। अन्य सुझावहरू मलाई प्रत्यक्ष भेटेर पनि यहाँले दिन सक्नुहुन्छ। फेरि अरू छलफलमा पनि हामी जोडौँला। मैले अघि केही नामहरू यो अभियानलाई सफल पार्नको लागि केही नामहरू सशक्त रूपमा भूमिका खेल्नुहुने उहाँहरू अघि आइपुग्नु भएको थिएन अथवा मैले देखिनँ। बिना लामाजी हुनुहुन्छ हाम्रो यो निर्वाचन परिचालनमा सशक्त रूपमा भूमिका निर्वाह गर्नुभएको बिना लामाजी, हजुर जहाँ हुनुहुन्छ यहाँलाई धेरै धेरै धन्यवाद। त्यसपछि निरञ्जी र अनि इन्दिरा दिजु हुनुहुन्छ। इन्दिरा दिजु जहाँ हुनुहुन्छ उहाँलाई पनि विशेष धन्यवाद। त्यसपछि सुरेश देवाजी र मेरो सचिवालय सदस्य सुदीप भितालजी उहाँहरू जहाँ हुनुहुन्छ उहाँलाई पनि धेरै धेरै धन्यवाद। र शङ्कर श्रेष्ठजी मैले यहाँ देखेको थिएँ कतै, उहाँलाई पनि धेरै धेरै धन्यवाद। यहाँ धेरै प्रश्नहरू, यहाँ धेरै जिज्ञासाहरू यहाँले राख्नु भएको छ। ती जिज्ञासाहरूलाई हामीले भिडियो रेकर्ड गरेका छौँ र यी सबै समस्याका समाधान गर्नको लागि सबै काम यो संसदले गर्ने होइन, सांसदले गर्ने होइन भनेर यहाँले पनि भन्नुभएको छ। र फेरि यहाँहरूकै गुनासो पनि के छ भने सांसदले के गरिदियो त भन्ने पनि गुनासो सँगसँगै हुन्छ नै। यी दुईटै कुरालाई सम्बोधन गर्नको लागि वडा तहबाट सम्बोधन गर्नुपर्ने मुद्दालाई हामी वडा तहमै उठाएर छलफल गरेर समन्वय गर्नेछौँ। राज्यका अन्य निकाय प्रदेश संयन्त्रबाट सम्बोधन गर्नुपर्ने विषयलाई प्रदेश संयन्त्रलाई नै समन्वय गर्न अनुरोध गर्नेछौँ र राज्यका अन्य निकायलाई अनुरोध गरेर ती निकायहरूलाई पनि काम गर्नको लागि अनुरोध गर्नेछौँ। विशेष गरी केही कुरा चाहिँ काम सुरु भइसकेका र भइसकेका कुराहरू चाहिँ म यहाँलाई जानकारी गराउन चाहन्छु। यहाँ आएको खानेपानीको पाइप कसको लागि आएको भनेर यहाँले सोध्नु भएको र अधिकांशले यो क्षेत्रको लागि आएको खानेपानीको समस्याको कुरा राख्दै गर्दाखेरि चाहिँ यो क्षेत्रमा काठमाडौँ 16 नम्बर वडाको केही भाग, नागार्जुन नगरपालिकाको 1, 2, 3 यो आकाश भैरवभन्दा यताको भेगलाई पुग्ने गरी 2.5 अर्बको खानेपानीको प्रोजेक्ट तयार भइसकेको छ, डिपिआर बनिसकेको छ। मेलम्ची र केउकेलको खानेपानीको लागि पहुँचवालाहरूले, शक्ति भएकाहरूले र आफ्नो शक्ति दुरुपयोग गर्न सक्नेहरूले अथवा राजनीतिक शक्ति उपयोग गर्न सक्नेहरूले आफ्नो टोलमा पाइप लिएर आएको पनि छ। म बसोबास गर्ने टोलमा पनि केही पूर्व मन्त्रीहरूले आफ्नो टोलसम्म खानेपानीको पाइप ल्याउनु भएको छ र आफ्नो घर र वरिपरिका मान्छेलाई बाँड्नु भएको पनि छ। मलाई पनि अघिल्लोचोटि निर्वाचित हुँदै गर्दा भनिएको थियो तपाईँको घरसम्म यो पाइप लान सकिन्छ, त्यहाँसम्म लानुहुन्छ भने लानुहोस् भनेको थियो। मैले उहाँलाई प्रश्नसँग भनेको थिएँ यो भेगको खानेपानीको समस्या मेरो मात्र समस्या होइन र म यो भेगको जनप्रतिनिधि हुँदै गर्दाखेरि यो भेगका सबै जनतालाई खानेपानी पुर्याउन सके मात्र मेरो घरमा धारा जान्छ, होइन भने जाँदैन भनेर मैले त्यो पानी लिन दिइनँ। तर यो भेगको लागि एकीकृत खानेपानी विकासको लागि, खानेपानी योजनाको लागि 2.5 अर्बको प्रोजेक्टमा काम गरेर त्यसको एउटा हिस्सा 10 करोडको एउटा वितरण प्रणाली ठेक्का लागिसकेको छ र केही समयपछि काम सुरु हुनको लागि खस्केको यो पाइप हो। यो अहिले 10 करोडको ठेक्काले खानेपानीको वितरण प्रणाली बालाजी वितरणदेखि हाम्रो कालो गेटसम्म आउँछ र योभन्दा तल्लो भेगलाई यो वितरण प्रणालीमा जोडिन्छ। योभन्दा माथिको भेगको लागि अहिले फेरि माथिको पानी वितरण गर्ने र त्यसपछि त्यो 2.5 अर्बको प्रोजेक्ट सञ्चालन भएर पूर्ण रूपमा लागू भइसकेपछि हाम्रो खानेपानीको समस्या दीर्घकालीन रूपमा समाधान हुनेछ। यो प्रयास, यस्ता अन्य प्रयासहरू थुप्रै भइरहेका छन्। म आज सबै समस्याका समाधान यसरी गर्छु भनेर भन्नको लागि आएको होइन। यहाँले राखेका सबै समस्याको समाधान आगामी दिनमा हामीले कसरी गर्यौँ र कसरी समस्याका सम्बोधन हुन्छन् भन्ने कुराको यथार्थ विवरण म मेरो सामाजिक सञ्जाल मार्फत पनि दिनेछु र यहाँहरूसँग भेट्दै गर्दाखेरि हाम्रा संयन्त्रका सबै साथीहरूसँग समन्वय गरेर र स्थानीय सरकारसँग समन्वय गरेर यसको समाधान गर्ने पहल कदमी गरिनेछ र यसको महसुस हुने गरी यहाँहरूले त्यो महसुस हुने गरी काम भएको देख्नुहुनेछ। यति नै कुरा राख्दै एउटा कुरा चाहिँ म यहाँहरूसँग साझा नगरिकन जाँदै गर्दा अन्याय हुनसक्छ।
हामीले नेपालको कानुन मानेर सहकारी सञ्चालन गरेका छौँ र सहकारी सञ्चालन गर्दै गर्दाखेरि हाम्रो टोल टोलमा सहकारी सञ्चालन गरिएको छ। कयौँ यहाँ उपस्थित हुने कयौँ अग्रजहरूले पनि सहकारी सञ्चालन गरिराख्नु भएको होला। त्यो सहकारी सञ्चालन गर्दै गर्दाखेरि एउटा विधि र पद्धति विधान मार्फत सञ्चालन गरिएको छ। त्यो सहकारी पनि तपाईँ हाम्रै टोल छिमेकका उपभोक्ता समितिबाट पैसा उठाएर बचत उठाएर सञ्चालन गरिएको हुन्छ। त्यही समितिको त्यही उपभोक्ता त्यही सदस्यहरूको हितको लागि खर्च गरिने हो भन्ने कुरा, उहाँहरू बिचमा कारोबार गरिने हो भन्ने कुरा विधानले प्रश्न पारेको छ। आम जनताको बचत उठाएर आफ्नो निजी सम्पत्ति सरह मानेर खर्च गर्नेहरू, सहकारी खोलेर आम जनताबाट बचत उठाएर कानुन सम्मत सञ्चालन नगरिकन र बचतकर्ताको बचत हिनामिना गर्नेहरू र सहकारीबाट ऋण लिएर शक्तिको आडमा, राजनीतिक शक्तिको आडमा होस् या अन्य शक्तिको आडमा ऋण नतिर्नेहरू कान खोलेर सुनिदिनको लागि म अनुरोध गर्न चाहन्छु। यो देशमा कानुन कार्यान्वयन हुँदैछ अब, र त्यो कानुन कार्यान्वयन भएर कसैको पनि कानुनले कठालो समात्नुभन्दा अगाडि मेरो दायित्व के हो भनेर यहाँले निर्वाह गर्न सुरु गरिदिनुहोस्। सहकारी खोलेर करोडौँको गाडी चढ्नेहरू, श्रीमती र ससुरालीको नाममा सम्पत्ति राख्नेहरू अनि सहकारी धराशायी भयो भनेर बचत फिर्ता नगर्नेहरूले आज बदनाम गराइरहेका छन्। यसको लागि कानुन कार्यान्वयन गरेर यहाँलाई कानुनले घसिट्नुभन्दा अगाडि नै मैले कसरी बचत फिर्ता गर्नुपर्छ र बचतकर्ताको बचत सुनिश्चित गर्नुपर्छ भनेर यहाँहरू आजदेखि त्यसको लागि काम गर्न सुरु गरिदिन म अनुरोध गर्न चाहन्छु। र म यहाँहरूलाई निश्चित बनाउन चाहन्छु, यहाँले उठाएका सबै प्रश्नको हलको लागि हामीले 100वटा बुदामा बनाएको हाम्रो बाचापत्र, त्यो बाचापत्रमा लेखेको अनुसार हामी काम गरेर यहाँहरूले महसुस गर्ने गरी आगामी 5 वर्षमा यो देशमा सुशासनको जग बसाउनेछौँ र भ्रष्टाचारलाई जरैदेखि निम्त्याउन पार्नेछौँ। म एउटा कुरा मात्र अनुरोध गर्न चाहन्छु यहाँहरूलाई, त्यो भ्रष्टाचार गर्ने पनि यही समुदायका तपाईँ हाम्रै दाजुभाइ दिदीबहिनीहरू छौँ। हामीले नै बाध्य पारेको हुनसक्छ उसलाई भ्रष्टाचार गर्नको लागि, किनकि सरकारी ढुकुटी, जनताले कर तिरेको ढुकुटीबाट तलब सेवा लिनेहरूले को त्योभन्दा बेसी अपेक्षा गरिदिएका कारण अथवा उसले भ्रष्टाचार गरेर ठुलो महल बनाउँदै गर्दाखेरि अथवा ठुलो गाडी चढ्दै गर्दाखेरि उसलाई एप्रिसिएट गरिदिएका कारण ऊ त्यो भ्रष्टाचार अझै मौलाइराखेको हुनसक्छ। यसलाई निराकरण गर्नको लागि जनताको पनि उत्तिकै दायित्व छ। आफ्नो टोल छिमेक र समुदायमा कसैले आफ्नो हैसियतभन्दा बेसी त्यो भ्रष्टाचार गरेर सोअप गरिरहेको छ भने त्यसलाई बहिष्कार गर्नको लागि हामीले टोल समाजबाट पनि सुरु गर्नुपर्छ। त्यसकारण राज्यको कानुन कार्यान्वयन गरेर मात्र होइन, सुशासन कायम गर्नको लागि हामीले हाम्रै ठाउँबाट त्यो प्रयास गर्यो भने मात्रै भ्रष्टाचारलाई उन्मूलन गर्न सकिन्छ अनि तपाईँ हामीले देखेको त्यो सुशासन कायम गर्न सकिन्छ। कानुनको डन्डा मलाई चाहिँ नचल्ने अरूलाई मात्र चलाउने भन्ने गर्दाखेरि सुशासन कायम हुन सक्दैन। त्यसकारण मैले अघि नै अनुरोध गरेको यहाँहरूलाई त्यो सुशासन कार्यान्वयन गर्दै गर्दाखेरि प्रत्येक नागरिक उत्तिकै जवाबदेही भइदिनुपर्छ। 2079 सालमा त्यो मेलम्चीको खानेपानी मेरो घरसम्म ल्याइदिन्छु भन्नेको कुरा थपक्क मानेर मेरो घरमा खानेपानी आएको भएदेखि र मैले मात्र खानेपानी उपयोग गरेको भएदेखि आज म जनताका समस्या कसरी बुझ्न सक्थेँ र? मैले भने जस्तै र मेरा सबै कुरा थाती राखेर जसरी यो देश निर्माण गर्नको लागि हामी लागि परेका छौँ, यहाँहरू सबैको यो साझा देश हो। यहाँहरूले जुन आशंका पैदा गर्नुभएको छ विगतमा हामीलाई आश्वासन बाँडेर राष्ट्रघात गर्नेहरू, हामीलाई यो देशको माया छ र यो देश बचाउने पाटोमा काम गर्छ भनेर राष्ट्रघाती सम्झौता गर्नेहरूका कारण आज तपाईँहरूले हामीमाथि शङ्का गर्नु स्वाभाविकै हो। तर जति तपाईँहरूलाई यो देशको माया छ त्यति नै हामी सबैलाई देशको माया छ नि होइन र? यो देश हाम्रो हो नि होइन र? त्यसकारण राष्ट्रहितमा काम गर्नको लागि के गर्नुपर्छ भन्ने कुरा यो छातीभित्र लेखेको मात्र छैन, कुदिएको मात्र छैन, सबै कुरा यही जन्मभूमिले दिएको छ। त्यसकारण हामीमाथि शङ्का गर्न चाहिँ पाइयो तर आरोप लगाउन चाहिँ पाइएन, आक्षेप लगाउन चाहिँ पाइएन। त्यसकारण खबरदारी चाहिँ सधैँभरि यहाँले गरिदिइराख्नुपर्छ। तब मात्र राष्ट्रघात कसैले गर्न लाग्यो भने खबरदारी गरिदिने पाटोमा यहाँले उठाउनु भएको आवाजको सराहनीय गर्दै यहाँहरूप्रति सम्मान प्रकट गर्दै आज आफ्नो महत्त्वपूर्ण समय, आफ्नो अन्य थुप्रै कामहरूमा खर्च गर्नुपर्ने यो महत्त्वपूर्ण समय यहाँ तपाईँहरूले मत दिएर निर्वाचित गराएको जनप्रतिनिधि सामु उपस्थित भएर आफ्ना गुनासो राख्नको लागि आइदिनु भयो र यो कार्यक्रमलाई भव्य रूपमा सफल पार्दै आफ्ना टोलका छिमेका समस्याहरू राखिदिनु भएको छ। भोलिका दिनमा यी समस्या समाधान गर्नको लागि पनि यहाँहरूको सहयोग मलाई आवश्यक पर्छ र त्यो सहयोगको पहल कदमी गर्दै गर्दाखेरि यहाँहरूको त्यो सहयोगको फेरि पनि पाउनेछु र त्यो माया र विश्वास, जुन माया र विश्वाससहित हामीलाई यो जिम्मेवारी दिनुभएको छ, त्यो माया र विश्वासलाई टुङ्गोमा पुर्याउने बाचा पनि गरेको कुरा जानकारी गराउँदै आज यहाँहरूमाझ यति नै कुरा राखेर म मेरा भनाइलाई अन्त्य गर्दै शङ्कर तमाङजी यो कार्यक्रम अन्त्य भएको घोषणा गरिदिन अनुरोध गर्दै विशेष धन्यवाद प्रकट गर्दै म मेरा भनाइलाई अन्त्य गर्छु। धन्यवाद। जय देश।